भिडियो लामो छ तर यथार्थ छ। सबैजनाले एकदम आनन्दसँग सुन्नु होला है। आज भएको राजनीतिक घटनाको विषयमा छ, हाम्रो सांसदज्यूले के भन्दै हुनुहुन्छ, सबै भिडियो एकदम कम्प्लिट सुन्नु होला है। हस्त धन्यवाद। अनि हामीलाई एउटा सब्स्क्राइब गरेर सहयोग गरिदिनु होला। हस्त धन्यवाद। साथीहरू सबैजनालाई नमस्ते। यो लाइभमा जोडिनु भएको साथीहरूले यो मेसेज चाहिँ नि जति सक्छ सबैजनामा सेयर पनि गरिदिनु होला। यो नेपाली कांग्रेस र एमाले चाहिँ नि सदन पेलेर लाने प्लान गरे रहेछ। र त्यति मात्रै होइन, तपाईँले आजको कार्यसूची हेर्ने हो भने तपाईँको भूमि सम्बन्धीको विधेयक पनि फुल हाउसबाट समितिमा छलफल नगरेर पेलेर पास गर्ने प्लान गरेका छन् होइन। त्यसरी यस्तो महत्त्वपूर्ण विधेयकहरू यसरी पेलेर प्लान पास गरेर त हुँदैन होइन। अघि एउटा संसदको भिडियो पनि हामीले बनाउँछौँ, त्यो पछि पोस्ट पनि गरौँला होइन। तर जति पनि साथीहरूले हेरिराख्नु भएको छ, मैले तपाईँहरूलाई अनुरोध गरेँ, यो 3-4वटा कुरा अहिले देशमा धेरैवटा कुरा भइरहेछ होइन। मानव तस्करीको यत्रो ठुलो जालो पर्दाफास भइसकेपछि पनि केही भएको छैन जस्तो गरेर गृहमन्त्रीले नैतिकताको आधार पनि उहाँको अन्तर्गत हो नि त होइन। अनि अख्तियारले कारवाही गर भनिसकेको कुरा पनि कारवाही नगरिकन आफ्नो मान्छे भनेर ढाकछोप गरेर बसिरा रहेछ होइन। त्यो त गलत हो, एकदम गलत हो। र त्यो सँगसँगै आज चाहिँ नि यो भूमि सम्बन्धीको विधेयक एकदम यो मार्सल लाएर पनि धेरैवटा कुरा मार्सल लाएर पास गर्ने प्लान रहेछ है। त्यसकारण मैले हजुरहरू सबैजनालाई अनुरोध के गरेँ भन्दाखेरि यो लाइभ पहिला त सबैजनामा पुर्याइदिनु र सदन चले यो पार्लियामेन्टको वेबसाइटमा तपाईँको सबै सांसदहरूको फोन नम्बरहरू हुन्छ। सांसदहरूलाई मेसेज गर्नुहोस्, फोन गर्नुहोस् र भन्नुहोस् यस्तो पेलेर ठुल्ठुलो विधेयकहरू पास गरेर त केही हुँदैन र भन्नुहोस् मानव तस्करी राज्यले मानव तस्करी गर्ने मान्छेलाई उहाँहरूले कति दिनसम्म जोगाइराख्नुहुन्छ। त्यसकारण हाम्रो डिमान्डहरू क्लियर छ। यो गृहमन्त्रीले राजीनामा दिनै पर्छ। त्यो राजीनामा हामीले त सदनमा माग्छौँ पनि, तपाईँहरूले पनि तपाईँहरूको मोबाइल फोन प्रयोग गरेर भन्नुहोस्। देश विदेशमा भएको साथीहरूले भन्नुहोस्, तपाईँ # क्याम्पेन चलाउनुहोस्, तपाईँको एम्बेसीमा लेख्नुहोस्, सक्नुहुन्छ उहाँहरूको वाट्सएपमा मेसेज पठाउनुहोस्। तर गृहमन्त्रीको राजीनामा यो सङ्गठित अपराध हो, यो मानव तस्करी, त्यसले गर्दा पनि हामी ग्रे लिस्टमा परेका छौँ होइन। त्यसकारण अब यसको प्रतिरोध हामीले सदनमा त हामी गर्छौँ नै, तर तपाईँहरू सबैको साथ सहयोग चाहिएको छ। गृहमन्त्रीको राजीनामा हामीले लिनै पर्छ र उहाँलाई यो कानुनको कठघरामा उठाउनै पर्छ होइन। हामीले त्यसैले छानबिन आयोग पनि मागेका छौँ, त्यो पनि हामीलाई चाहिन्छ।